नमस्ते नमस्ते भाइ के नाम पर्यो हजुरको मेरो नाम ठिलेन शेर्पा हो अनि दाइको नाम मेरो नाम जिडीसी भनेर सर्ट फर्ममा भनौँ जिबी भनौँ न हजुर जिबी दाइ भनेर सर कसर टाइपको यो हाम्रो कसर टाइपको ए ओके हाम्रो किनकि यहाँ मोस्टली कस्टमर भनेको हाम्रो यस्तो ठुलो साइजको बेड छ कि कति 2 लिटर 300 ml को बेड छ यार यसको जम्मा कति 1.5 किलो यो जहाँसम्म लाग्छ मैले अहिलेसम्म ट्राभल गरेको कन्ट्रीहरूमा सबैभन्दा सस्तो बेड पाउने देश यो बुल्गेरियामा नै हो सबैजनालाई हेलो छ म अहिले यो बुल्गेरियाको क्यापिटल यो सोफिया सबभन्दा लार्जेस्ट क्यापिटलमा आइसकेको छु हामीले चाहिँ ठ्याक्क यहाँ यो एयरपोर्टमा आइसकेको थिएँ यहाँबाट एउटा कार रेन्टल कम्पनी एउटा बुक गरेको थिएँ त्यस मेरो कार्डबाट चाहिँ अलिकति प्रिपेमेन्ट गर्न नमिलेर चाहिँ मेरो कार बुक भएको थिएन मेरो चाहिँ मैले मेलमा चाहिँ मैले अलिकति कार जतिवटा छ मेरो त्यो भरे आएर मैले तिर्छु यता भनेर भनेको थिएँ तर अहिले यहाँ कार रेन्टल कम्पनीमा जस पुरै बन्द रहेछ यहाँ कोही छैन अफिसमा अनि त्यहाँ कल गरेर एउटा मान्छेले पिकअप गर्न आउँछ भनेर छ अब के कस्तो छ अब यहाँ झ्याउ भइसक्यो आउने बित्तिकै अलिकति यस्तो छ यहाँ बाहिर पानी परिरहेको छ यस्तो छ अवस्था यस्तो खत्तम वेदर भएको छ कि अहिले यहाँ यो सोफियामा पुरै पानी परिरहेको छ न भित्र एयरपोर्टको भित्र बस्ने ठाउँ छ यताउता छ लास्टै झ्याउ छ अनि यो ट्याक्सी पनि फेरि एउटा कम्पनी मात्रै रहेछ नि त्यसको लागि पुरै लाइन फुल क्यु छ अनि हामीले एउटा एपबाट मगाउँछ चाहिँ अनि पुरै भित्र क्यु बसेर यस्तरी क्यु बसेर यस भित्र क्यु पनि लास्ट भित्रसम्म लामो छ अनि यस 1.5 घन्टा जस्तै कुर्नुपर्ने रहेछ ट्याक्सी चढ्दा पनि भनौँ न आजको बिजोग भयो आज पानी परेर यसरी छ ट्याक्सीमा गएर छ अहिले फाइनली हामी चाहिँ भर्खरै ट्याक्सीबाट झ्याक्क रुम आइसकेको छ हेलो गुड मर्निङ छ सबैजनालाई सोफियाबाट मैले हिजो राति बुल्गेरियाको सोफिया आइसकेको थिएँ अनि हिजो राति खासै मैले त्यस्तो भिडियोहरू केही नै बनाउनु पाएन हिजो एकदमै प्रब्लम भएको थियो मलाई राति आइसके पछाडि किनभने मेरो फर्स्टमा त मेरो क्यामेरा काम गरेको थिएन त्यो त्यस पछाडि भनेको मैले कार रेन्टल कम्पनीबाट कार बुक गरेको थिएँ तर मेरो कार्डको समस्या भएर त्यो कार्ड चाहिँ प्रिपेमेन्ट गर्नुपर्ने थियो त्यो अलिकति भएन अनि पछि आएर गर्छु भनेको थिएँ तर पछि आएर एयरपोर्टमा आउँदाखेरि त्यो तिनीहरूको डेस्कमा नि कोही पनि थिएन त्यहाँ राति अनि राति तिनीहरू पछि मैले कस्टमर सर्भिसमा कल गरे पछाडि पानी परिरहेको थियो त्यहाँ जस एकदमै झुल्यो भन्नु तिनीहरू त्यहाँ मान्छे कुरिरहेको छ भन्थ्यो त्यो ठाउँमा मान्छे थिएन मलाई कुरिरहेको छ भन्थ्यो त्यहाँ मान्छे थिएन अनि यताउता गर्दा पानी नि परिरहेको थियो अनि त्यो ट्याक्सीमा आउने ट्याक्सीको नि लामो त्यत्तिकै लाइन थियो त्यहाँ ट्याक्सीको नि 1.5 घन्टा जस्तै लाग्थ्यो होला अनि अर्को त्यो ट्याक्सी मी भन्ने एउटा एपबाट बुक गर्दाखेरि पनि त्यहाँ नि बल्ल बल्ल ट्याक्सीको फेरि लोकेसन त्यस्तै समस्या रहेछ फेरि त्यहाँ अनि जस यताउता गरेर जस धेरै झमेला भयो जो केही नि भिडियो नि बनाउनु पाएन प्लस मेरो यो फर्स्टमा त यो गोप्रो बिग्रेर नै मेरो दिमाग खराब भइसकेको थियो अनि बल्ल बल्ल यताउता जस पछिबाट त्यहाँ ट्याक्सी एपबाट बुक गरेर जस बल्ल भयो अनि यताउता गरेर जस आइपुग्यो भनौँ न यो होटेलमा आइसकेका छौँ अनि यो चाहिँ यहाँ चाहिँ बुल्गेरियाको अहिले ठ्याक्क यो चाहिँ अलिकति पहाडी एरिया जस्तो रहेछ अनि मेरो ठ्याक्क पारिपट्टि चाहिँ के यस्तो देखिरहेको छ अगाडि चाहिँ के यस्तो देखिन्छ पुरै कहाँ पहाडतिर आएको यस्तो जङ्गलको बिचतिर टाइपमा छ अनि बाहिरको चाहिँ सराउन्डिङ के यस्तो छ यहाँको तल अब मेरो रुम देखाउने छु रुम चाहिँ के यस्तो छ अहिले चाहिँ पुरै मेसी छ यसमा चाहिँ ध्यान नदिनु होला यस्तो भर्खर उठेको अनि बाथरुम साथरुम के यस्तो छ यस्तो छ यस राम्रो रहेछ भनौँ एउटा रुम यस्तो छ अनि जस यो हाम्रो यो ठ्याक्क होटेलको बाहिर चाहिँ के यस्तो छ ठ्याक्क बस्ने ठाउँहरू यताउता रहेछ यस्तो चाहिँ जस अहिले चाहिँ ठ्याक्क वेदर जस मजाको भयो अहिले हल्का फाटाफुटा घाम लागिरहेको छ ठ्याक्क यसो यो त ठ्याक्क त्यो नेपालतिर हो भने ठ्याक्क त्यो लुगा सिलाउँदाखेरि त्यो हुने त्यो मेसिन जस्तो त्यस्तोकै डिजाइनमा बनाएर छ क्या पुरै घुम्छ युनिक रहेछ तर ओके ल अब हामी यहाँबाट जाँदैछौँ हामी नेपाली रेस्टुरेन्टमा किनभने पहिला अब खानपिन गर्नु पऱ्यो हजम गर्नु पऱ्यो त्यहाँबाट अनि आजको दिनको सुरुवात हुन्छ आज हामी घुम्नेछौँ फुल सोफिया बुल्गेरियाको सबभन्दा ठुलो सिटी पनि हो अनि आज हामी पुरै घुमेर जस आज कस्तो छ त बुल्गेरियाको सोफिया त्यो एक्सप्लोर गर्नेछौँ अब हिजोको कुरा बातमा भाडमा गई भने जस्तो अब गएर एक्सप्लोर गर्नेछौँ बुल्गेरिया अनि ठ्याक्क यो चाहिँ एक्ज्याक्टली नेपालकै रोड डिट्टु नेपालमै यस्तो देखिन्छ यो चाहिँ पुरै रोडहरू नि यताउता साइडको पार्किङहरूदेखि लिएर जस पुरै
नेपालकै कहीँ हामी हाइवेतिर छ जस्तो देखिन्छ यस्तो छ अरे अजिबको बाटो छ यार मान्छे हिँड्ने बाटो पनि छैन क्या अब यस्तो साइडबाट हिँड्नु पनि पुरै हाइवे जस्तो रहेछ फेरि सानो छ बाटो नि पुरै यस्तो छ यार ट्याक्सी बुक गर्ने भनेको ट्याक्सी बुक गरेँ तर यहाँ मान्छे नै ट्याक्सी नै आउने नै छैन किनभने अलिक यो अफ साइड भएर नि होला ट्याक्सी नै छैन अनि अब बाटो हिँड्नु जानु भनेको पुरै हाइवे छ यहाँबाट एकदमै झमेला जस्तो र अब मान्छेलाई एउटा केही गिफ्ट दिनु पर्ला छ किनभने एकदमै अनौठो टाइपको भयो क्या अब मान्छे हिँड्ने बाटो पनि छैन पुरै हाइवे टाइपको छ अनि मान्छे हिँड्ने बाटो छैन अनि यहाँ बस स्टप त छँदै छैन अनि यहाँ हिचाइक हाल्नु पऱ्यो भनेर सानो बस्छ किनभने उयो भएर गाडी नै छैन एउटा हिचाइक हान्ने ट्राई गरौँ त बुल्गेरियामा के हुन्छ त फर्स्ट टाइम हिचाइक गर्ने ट्राई गरिरहेको छु अरू यहाँ प्रब्लम के भन्दाखेरि इङ्ग्लिस पनि बोल्दैन क्या यहाँको मान्छेले अलराइट त्यहाँबाट चाहिँ हामी ठ्याक्क बस लियो किनभने त्यो ट्याक्सी आएन अनि ट्याक्सी नआएपछि हामी ठ्याक्क त्यहाँ बस लिएर अब यहाँ एउटा यो अलिकति तलपट्टि यो भितोसा भन्ने एउटा मेट्रो स्टेसनमा आइसकेको छ अनि यहाँको केही यस्तो देखिन्छ यस्तो छ बाहिर चाहिँ पुरै त्यसरी वेदर पनि राम्रो भएर मजाले देखिरहेको छ पुरै छ पुरै पाहाडहरू देखिरहेको छ युरोपमा कमै मात्र देश होला कि जहाँ यसरी यो पाहाडहरू माथितिर पुरै यो हाम्रो नेपालको काठमाडौँतिर जस्तै पाहाड देख्ने ठाउँहरू धेरै ठाउँ छैन भनौँ न स्पेसली यो नर्दर्न युरोपियन कन्ट्रीतिर मेट्रो स्टेसन चाहिँ केही यहाँबाट छ अब हामी यहाँबाट जान्छौँ यहाँ चाहिँ अन्डरग्राउन्ड रहेछ यिनीहरूको मेट्रो चाहिँ के यस्तो छ मेट्रो स्टेसन चाहिँ के राम्रो लाग्यो भने एकजना जस त्यो बसमा आउँदाखेरि एकदम बुल्गेरियन एकजना भर्खर यङ केटा थियो एकदमै जस राम्रो थियो जस हामी यताउता त्यो म्याप हेरिरहेको थियो देखेर उसले जस्तो आफैले यताउता सोध्यो कहाँ जानु लागेको के गर्नु लागेको भनेर अनि कुन चाहिँ लोकेसन कहाँ हो अनि उसले जस आफैले हामीले ठ्याक्क त्यो ल्याङ्ग्वेज यहाँको नबुझेको कारण इङ्ग्लिसमा पनि थिएन स्टपहरू इङ्ग्लिसमा थिएन त्यही भएर अनि उसले आफैले स्टपहरू सबै यताउता गरिदिएर जस यहाँ झर्ने यताउता पऱ्यो भनेर जस उसले गाइड गरेको थियो भने एकदमै राम्रो थियो मान्छे यङ केटाहरू अनि यहाँको ल्याङ्ग्वेजको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बुल्गेरियामा चाहिँ 85% मान्छेले चाहिँ बुल्गेरियन बोल्छ यहाँको बुल्गेरियन भाषा बोल्छ जुन चाहिँ अलिकति स्ल्याभिक भाषा हो यो स्ल्याभिक भाषा भन्नाले यो जुन चाहिँ यो रसियनहरूसँग नै मिल्दोजुल्दो खाले भाषा रहेछ यिनीहरूको अनि त्यो चाहिँ 9%ले टर्किस भाषा बोल्ने रहेछ अनि बाँकीकोहरूले चाहिँ अब यो इङ्ग्लिसहरू फाटाफुट्ट अनि रोमानियनहरू बोल्ने रहेछ भनौँ न अनि त्यो टर्किस 9%ले धेरैले बोल्ने कारण चाहिँ यहाँको टर्कीसँग चाहिँ यिनीहरूको यो बोर्डर पनि छ नि धेरै टर्किस मान्छेहरू पनि यो यहाँ बुल्गेरियामा बस्ने रहेछ यहाँ त्यही भएर अब यहाँबाट हामी टिकट काटेर जानेछौँ यहाँबाट नेक्स्ट स्टप रहेछ एक स्टप मात्र रहेछ त्यहाँपछि जानेछौँ रेस्टुरेन्टमा ए अब हामी ओभरल्याबाट नेक्स्ट स्टप जाँदैछौँ यहाँबाट यस्तो छ बुल्गेरियन ट्रेन स्टेसन डेन्जर पार्किङ गरेर छ यसले यस्तो खाले ठाउँमा यसरी पार्किङ गरेछ अनि जस यहाँ मान्छेहरू यसो हेर्दाखेरि चाहिँ अब भर्खर मेट्रोमा पनि चढे मेट्रोमा अनि यता त्यस मान्छेहरू हेर्दाखेरि पनि अलिकति पुरानो मुभीतिर यो पुरानो जमानाको जस्तो त्यो खाले भाइब्स आयो मलाई चाहिँ भनौँ न अनि यसको यिनीहरूको मेट्रोहरूदेखि लिएर अनि मान्छेहरू पनि यसो हेर्दाखेरि त्यो स्पेसली बुढाबुढीहरू हेरेर जस्तो देखेँ यतातिर त्यस्तै रहेछ अनि भित्र चाहिँ यो गल्लीतिर चाहिँ के यस्तो छ यो सोफियाको यस्तो छ यहाँ के पार्क रहेछ मान्छेहरू बस्ने यताउता सानो पार्क एरिया रहेछ चाहिँ युरोपको चाहिँ यो एउटा मात्र देश हो कि संसारमा नै आफ्नो फर्स्टमा आफ्नो देश यो जुन चाहिँ फाउन्ड भइसके पछाडि स्थापना भइसके पछाडि आफ्नो देशको नाम चेन्ज नगरेको संसारमा एउटा मात्र देश हो त्यो बुल्गेरिया किन भन्दाखेरि अब धेरैवटा देशको नामहरू चेन्ज हुन्छ आफ्नो पछाडि जस्तै हाम्रो इन्डियाको पहिला हिन्दुस्तान हुन्थ्यो भनेदेखि यो फ्रान्सको गौल भन्थ्यो अनि थाइल्यान्डको सियाम भन्थ्यो यिनीहरूको जस धेरैको नियम चेन्ज हुन्थ्यो तर यो बुल्गेरियाको चाहिँ अहिलेसम्म जस आफ्नो देशको नाम चाहिँ अहिलेसम्म यिनीहरूको देश स्थापना भइसकेको थियो अहिलेसम्म यिनीहरूको नाम चेन्ज भएको छैन यिनीहरूको बुल्गेरिया नै थियो यिनीहरूको युरोपको पनि सबभन्दा पुरानो देश पनि हो बुल्गेरिया इस्टाब्लिस चाहिँ 681 एडीमा भएको रहेछ अनि जस रमाइलो रहेछ भनौँ यिनीहरूको इयुमा यिनीहरू कति 2007बाट जोइन भएको थियो बुल्गेरिया अनि त्यस पछाडि भनेको 2025 यो जनवरीबाट चाहिँ सेन्जेनमा यिनीहरूको जस फुल मेम्बरसिप पाएको छ जसको मतलब चाहिँ अब बुल्गेरिया आउनलाई यो युरोपियन रेसिडेन्ट पर्मिटहरू अथवा युरोपियन भिसा छ भने जस युरोपियन सेन्जेन भिसा छ भनेदेखि जस यहाँ फ्रिली मुभमेन्ट गर्न सकिन्छ बुल्गेरियामा आउँदाखेरि
पुरै यो चाहिँ यहाँ बाटोहरू चाहिँ पुरै उकालो ओह्रालो टाइपको उकालो ओह्रालो धेरै रहेछ यो बुल्गेरियामा यो चाहिँ ठ्याक्क भने पोर्चुगलतिर अनि स्पेनतिर यस्तो बाटोहरू धेरै देखाएको थिएँ मैले जुन चाहिँ यो हाइट पनि भएको ठाउँ भनौँ न यहाँ चाहिँ यता नि रहेछ यो बुल्गेरियामा नि अनि यहाँ बिल्डिङहरू कति धेरै बिल्डिङहरू देख्यो भने पुरै पुरानो जमानाको यो सोभियतको पालाको टाइपको यो पहिला कम्युनिस्टले राज गरेको टाइमको बिल्डिङहरू धेरै रहेछ यहाँ त्यो चाहिँ मैले अझ अहिले उता घुम्न गएको टाइममा मैले सेन्टरमा धेरै देखिन्छ त्यो अहिले सेन्टरको पछि देखाउँला के यस्तो रहेछ रेस्टुरेन्ट चाहिँ यस्तो छ यहाँ रहेछ नेपाली रेस्टुरेन्ट ल मेरो खाना आइसकेको छ आजको लागि ठ्याक्क लाएर यो तास सेट चिउरा छ भुजा छ अनि यो पापड छ बिचमा अनि यो खसीको मासु भने छ अनि यो यस्तो छ यस्तो केही देखिन्छ लस्सी छ अनि उसको चाहिँ भात भेजी खाना छ उसको नमस्ते नमस्ते भाइ के नाम पर्यो हजुरको मेरो नाम ठिलेन शेर्पा हो अनि दाइको नाम मेरो नाम जिडिसी भनेर सर्ट फर्ममा भनौँ जिबी भनौँ न हजुर जिबी दाई भनेर चिन्छ यहाँ लामै भयो भाइसित भेटेर राम्रो खुसी लाग्यो अब हामी लामै समय 20 वर्षभन्दा धेरै नै माथि नै भयो हामी बस्न लाग्यो त्यही त 16-17 वर्ष त हाम्रो यो रेस्टुरेन्ट चलाएको भयो त्यही त म यहाँ म फेरि हरेक ठाउँमा गएपछि नेपाली खाना खान्छु अनि यहाँ ठ्याक्क नेपाली रेस्टुरेन्ट रहेछ दाइको अनि ठ्याक्क आएँ अनि त्यस खुसी लाग्यो दाइलाई भेटेर आफ्नो परम्परा खाना लहन सहन भनेको चाहिँ हाम्रो त्यही त हो नि अमूल्य शब्द चिज भनेको भाइहरू आउनुभयो खुसी लाग्यो तपाईँको लागि एउटा सानो स्विट डिस छ ए हस् दाइ यहाँ दाइको कम्प्लिमेन्ट्री डिस भनेर दाइले हजुर यो हामी आफै बनाउँछौँ के हामी सबै सेफहरू हाम्रो यहाँ क्रिम मायालुदेखि गाजरको हलुवा केक हनी केक अनि बर्फी त अब इन्डियन भइहाल्यो कसर टाइपको यो हाम्रो कसर टाइपको ए ओके हाम्रो किनकि यहाँ मोस्टली कस्टमर भनेको हाम्रो अब नेपाली एसियन त छैन अनि 90% भनेको यहाँको बुल्गेरियनहरू दाइ बुल्गेरियन प्लस फरेनरहरू हामी चाहिँ यहाँबाट निस्केका छौँ यो नेपाली हाम्रो दाइको रेस्टुरेन्टबाट अनि दाइले चाहिँ जस अहिले लास्टमा पैसा चाहिँ लिनु भएन मैले पैसा लिनु भन्दा नि इन्सिस्ट गर्दा नि जस दाइले लिनु भएन जस राम्रो लाग्यो जस अब राम्रो लाग्यो भन्नु के लाग्यो भने जस अब बिचरा दाइले पैसा लिनु भएन नेपालीहरू अब आयो भने पक्कै नि दाइको रेस्टुरेन्टमा आउनुहुन्छ होला किनभने दुईवटा रेस्टुरेन्ट रहेछ नेपाली यो र अर्को अन्नपूर्ण भन्ने अनि दुइटै दाइहरूको रहेछ ठिकै छ खुसी लाग्यो नेपाली खाना नि खायो टन्नै गफ पनि गऱ्यो अरूभन्दा नि मिठो गफ भयो अब हामी यहाँबाट जाँदैछौँ यो क्याथेड्रल जाँदैछौँ यहाँको सेन्टरमा अनि त्यहाँ गएर कस्तो हुन्छ त्यहाँ गएर बुझ्नेछौँ हामी अनि युक्रेन यो बुल्गेरियामा त्यस्तो ग्राफिटीहरू चाहिँ टन्न यो पेन्टिङहरू चाहिँ यस धेरै ठाउँमा देखेँ मैले पुरै जताततै यो ग्राफिटीहरू देख्न सकिन्छ यतातिरदेखि भयो यस टन्न रहेछ यो ठ्याक्क म चाहिँ यो सोफियाको सेन्टरमा आइसकेको छु अनि भर्खर यो इस्बेता मेट्रो स्टेसनको बारेमा स्टेसन यहाँ छ भनेदेखि मेट्रो स्टेसनकै छेउमा यहाँ यो सेन्ट नेदेलिया भन्ने क्याथेड्रल छ यो जुन चाहिँ यिनीहरूको चर्च टाइपको हो यो अनि यो चाहिँ 18th सेन्चुरीमा बनेको रहेछ अनि यहाँ जस बाहिरको केही सराउन्डिङ चाहिँ के यस्तो देखिन्छ यसको बारेमा एकदमै एउटा रमाइलो घटना पनि छ रमाइलो र दुःखद एउटै टाइपको घटना छ भने एउटा फनी खाले पनि छ अनि यसको बाहिर के देखिन्छ त्यो कहानी म तपाईँलाई एकैछिनमा भन्नेछु के हो भनेर यसको कहानी चाहिँ 1925मा चाहिँ 1925मा चाहिँ ठ्याक्क यो यहाँ कम्युनिस्टहरूले चाहिँ त्यतिखेर त यो टाइम यो देशमा चाहिँ मोनार्की रहेछ भन्नाले राजा रहेछ त्यो टाइममा अनि कम्युनिस्टहरूले चाहिँ त्यतिखेर राजतन्त्र फ्याल्नको लागि चाहिँ यो त्यस धेरै षड्यन्त्रहरू यस्तो प्लटिङहरू गरिरहेको रहेछ त्यो टाइममा अनि एउटा प्लटिङ चाहिँ एउटा एकदमै अहिलेसम्म यो युरोपको डार्क डेजमा गनिने चाहिँ 1925मा चाहिँ के भएको रहेछ भन्दाखेरि ठुल्ठुलो जेनरलहरूको चाहिँ यही ठाउँमा हुने रहेछ दाह संस्कार अनि दाह संस्कार हुँदैखेर चाहिँ उनीहरूले त्यो जेनरललाई मारे पछाडि यही चर्चमा नै दाह संस्कार हुन्छ भन्ने थाहा पाए पछाडि चाहिँ जस उनीहरूले चाहिँ यो माथि यसको टुप्पो छ जुन चाहिँ माथि टाउको यो माथि टुप्पोमा चाहिँ एक्ज्याक्टली यही त होइन तर यही त्यो त्यही टाइममा भएको टुप्पो चाहिँ यही हाइटमा भएको टुप्पोमा चाहिँ उनीहरूले चाहिँ बम फिट गरेको रहेछ गरिसके पछाडि चाहिँ भरे मान्छेहरू सबै जम्मा भयो तर कम्युनिस्टहरूले बम पनि पड्काए पछाडि त्यो मान्छेहरू जम्मा भयो जस मान्छे टन्न जस अब त्यो टाइमको अब जेनरलहरूदेखि र गभर्मेन्टल अफिसरदेखि लिएर सबैजना जस त्यो जम्मा भयो यहाँ अनि बम पनि पड्क्यो तर राजा चाहिँ के भन्दा राजा चाहिँ बचेछ कसरी भन्दाखेरि राजा चाहिँ अलिकति लेट भएछ आउनको लागि अनि कम्युनिस्टहरूको त्यो प्लान चाहिँ सक्सेस भएन रहेछ राजतन्त्र फ्यानले त्यो काम सक्सेस भएन रहेछ अनि पछि त्यो कम्युनिस्टहरू जुन चाहिँ त्यो षड्यन्त्र गर्नेहरूलाई चाहिँ पछि समातेर त्यो स्थितिमा सजाय दिएको रहेछ भनौँ
अनि त्यो टाइममा चाहिँ 215 जना मान्छे मरेको रहेछ त्यो इन्सिडेन्टमा चाहिँ। यसलाई चाहिँ युरोप कलेजसँग डार्क डे भनेर नै गन्ने गर्दो रहेछ। प्यालेस अफ कल्चरल सेन्टर भन्ने यो सोफियाको यो कल्चरल बिल्डिङमा आइसकेको छु। अनि यहाँ देख्न सकिन्छ सोफियाको ठुलो झन्डा, अनि साइडमा युरोपियन युनियनको झन्डा पनि छ। अनि यहाँ सोफिया भनेर जस ठुलो उयसमा लेखेको छ, जस सोफिया भनेर लेखेको छ। अनि यहाँ चाहिँ यस मजाको यो फाउन्टेनहरू, सानो फाउन्टेनहरू पनि रहेछ। यहाँ चाहिँ मान्छेहरू स्पेसली गरिकन पार्क टाइपले पार्कमा मान्छेहरू जस केही टाइम मोमेन्ट्सहरू यता ठ्याक्क जस रेस्ट गर्नलाई यताउता गर्नलाई आउने रहेछ। यो सोफियाको यो ठाउँमा चाहिँ नेसनल प्यालेस अफ कल्चरल सेन्टर भन्ने ठाउँमा के यस्तो छ, मान्छेहरू बस्ने ठाउँ। अनि यस मजाको जस ह्यापनिङ ठाउँ देखिरहेको छ, फाउन्टेनहरू अनि ठ्याक्क साइडमा पार्कहरू गरेर दामी देखेको छ। यो अगाडिबाट यस्तो छ यो नेसनल प्यालेस अफ कल्चरल एन्ड म्युजियम भन्ने। बुल्गेरियनहरू अलिकति देख्दाखेरि मान्छेहरू अलिकति जस कस्तो भन्दाखेरि खैरे हुनु खोजेको तर खैरे भइ नसके जस्तो देख्दो रहेछ यो खैरे, यो बुल्गेरियनहरू चाहिँ अरबीबाट जस खैरे हुनेको त्यसको बिचको फेजमा अड्किरहेको रहेछ भनौँ न। यहाँ ठ्याक्क यहाँबाट अब वकिङ स्ट्रिटमा जाँदैछौँ, यो सोफियाको वकिङ स्ट्रिटमा। यहाँ ठुल्ठुलो बोर्डहरू, म्याकडोनल्ड्सको बोर्ड अनि केएफसी अनि यो ह्याप्पी यहाँको ठुलो ब्रान्च रहेछ। यहाँको खै यो चेन रेस्टुरेन्ट टाइपको रहेछ, यसको बोर्डहरू रहेछ। यो भित्र गएर यसो हेर्नेछौँ के कस्तो छ यो सोफियाको वकिङ स्ट्रिट। पुरै गाडीहरू पुरै यता छ, जस पानी पर्ला जस्तो गरेको छ तर पानी परिसकेको छैन अहिले। यहाँको वकिङ स्ट्रिट्स के यस्तो देखिन्छ सोफियाको। बुल्गेरियाको पपुलेसन कुरा गर्नुपर्दा चाहिँ 1 करोड 20 लाख छ यो सोफियाभित्र मात्र, किनभने सोफिया यहाँको सबैभन्दा ठुलो सिटी पनि हो। यहाँको पपुलेसनको अनि यङ जेनेरेसन लगभग जस 30 to 35% पपुलेसन चाहिँ जस युरोपको अरू देशमा काम गर्न जाने अनि पढ्न जाने भनेर त्यसरी जाने रहेछ, हाम्रो नेपालबाट जस्तै। अनि यहाँ चाहिँ EU अझ यो EUमा जोइन भइसके पछाडि, युरोपियन युनियनमा जोइन भइसके पछाडि यहाँको पपुलेसनबाट जस यो माइग्रेट हुने भत्तै बढ्ने त्यहाँबाट सुरु भएको रहेछ भनौँ EUमा भइसकेपछि। किनभने EUमा छिरिसके पछाडि यिनीहरूले युरोपको अरू देशमा गएर कामसाम गर्नु पाउँछ। अनि यस्तो छ जस यहाँको वकिङ स्ट्रिट, यस काम छ। यहाँ यो 2टा जेनेरेसनको ट्राम देख्न सकिन्छ। यो भर्खर जाने चाहिँ नयाँ ट्राम हो भने अब आउँदै गरेको यो चाहिँ पहिला पुरानो ट्राम। पहिला के यस्तो छ यो पुरानो ट्राम, बुल्गेरियाको पुरानो ट्राम। दुईटा जेनेरेसन ग्याप भनौँ न। म चाहिँ यो अहिले वकिङ स्ट्रिटमा ठ्याक्क यहाँ चाहिँ अगाडि म्याकडोनल्ड्स चाहिँ अचम्म एउटा के देख्यो भन्दाखेरि म्याकडोनल्ड्समा नर्मली ड्राइभ थ्रु हुन्छ तर वक थ्रु चाहिँ मैले फर्स्ट टाइम कुनै पनि म्याकडोनल्ड्समा यस्तो देखायो वक थ्रुले। यो चाहिँ नर्मली गर्ने, यो चाहिँ यिनीहरूको यो लेट नाइटमा जब यो पसलहरू खुवाउँछ यताउता, यो अगाडि मेन यो बन्द गरेको टाइममा चाहिँ यिनीहरूले यो वक थ्रुबाट सर्भिस दिने गर्ने रहेछ। नर्मली नभए यस्तो वक थ्रु मैले अहिलेसम्म थाहा भएको ठाउँबाट कहीँ पनि वक थ्रु छैन, ड्राइभ थ्रु चाहिँ छ तर वक थ्रु चाहिँ फर्स्ट टाइम देखेँ मैले। यो सोफियाको यो म्याकडोनल्ड्स चाहिँ यो सोफियाको सबैभन्दा पुरानो यो बिल्डिङमा आइसकेको छु। पुरानो बिल्डिङ भन्दा नि पुरानो स्ट्रक्चर जुन चाहिँ अगाडिको देखाएको छ। यो चाहिँ कस्तो रहेछ भने त्यो टाइममा जुन चाहिँ धनी मान्छेहरू यताउताहरूले चाहिँ यो यहाँ नुहाउने ठाउँ रहेछ। यो पुरै यो देखेको यो तलतिर देखिरहेको यिनीहरू चाहिँ यो मान्छेहरू नुहाउने हमामबाद टाइपको रहेछ भनौँ न। त्यो टाइममा बसेर नुहाउनेहरू, त्यहाँ पर बसेको सिटहरू पनि देखिन्छ बसेर नुहाउनेलाई, त्यस्तो पनि देखिन्छ। तिनीहरू धनी मान्छेहरू अनि अलिकति ठुल्ठुलो पोस्टमा भएको मान्छेहरू मात्र आएर त्यस नुहाउन पाउने रहेछ। त्यो टाइममा यहीँ बसेर आनन्दले दिन स्पेन्ड गर्थ्यो होला त्यो टाइममा मान्छेहरूले। यस्तो छ 1700 वर्ष अगाडिको यो बाथ हाउस। अनि अहिले यो ठ्याक्क यो आउँदै गर्दाखेरि चाहिँ यो चाहिँ अहिले हामी सोफिया बेसिलिका भन्ने यो चर्चमा आइसकेका छौँ। यो सेन्ट सोफिया बेसिलिका भन्छ। अनि यो चर्च चाहिँ यो ठ्याक्क यो टर्कीको इस्तानबुलको जुनको अस्तिको मेरो यो भ्लग तपाईँहरूले मेरो टर्कीको भ्लग हेऱ्यो भने त्यहाँ मैले पुरै एउटा भिडियो नै यो दुईटा चर्चको बारेमा बनाएको थिएँ। एउटा ब्लू मस्क र त्यो हागिया सोफिया मस्कको बारेमा बनाएको थिएँ। अनि यो हागिया सोफिया त्यो मस्क जुन छ पहिला चर्च थियो, मस्क बनायो अहिले, त्यो मस्क र यो चर्च चाहिँ एउटै मान्छेले बनाएको हो, एउटै डिजाइनरले भनौँ न। त्यही भएर यसबाट नै अनि यो सोफिया जुन चाहिँ यो बुल्गेरियाको नाम छ, यो बुल्गेरियाको क्यापिटल सिटी यो सोफिया भनेर नाम छ, यसबाट नै सोफिया भनेर नाम हुन गएको रहेछ। त्यो पछाडि यो बोटको
ल्यापटपबाट भ्लग बनाएको थिएन मैले एक्चुली त्यो फोनबाट बनाएको थिएँ फोनबाट चाहिँ त्यति कम्फर्टेबल लागेन मलाई बनाउनलाई किनभने लास्टै अलिकति ह्यान्डी भएन भनौँ न गोप्रो चाहिँ अलिक ह्यान्डी छ यताउता सजिलो पनि छ यताउता गर्नलाई यो फोन चाहिँ अलिकति ठुलो अलिकति हातमा होल्ड गर्न नि गाह्रो अनि अलिकति कस्तो त्यो अप्ठ्यारो भएको जस्तो लाग्यो मैले चाहिँ गोप्रो एउटा सम्हालिन गइरहेको छु त्यो मान्छेको चाहिँ त्यो नयाँ ब्रान्ड न्यू नै गोप्रो रहेछ अनि वारेन्टी पनि रहेछ अनि त्यसले गोप्रो 12 रहेछ अनि त्यो राम्रै खाले रहेछ त्यसको त्यो हेर्दाखेरि अनि सस्तै प्राइसमा पायो भनौँ न तिनीहरूको किनेको भन्दा अलिकति त्यसले जस अलिकति डिस्काउन्ट गरेर प्राइसमा दियो कति त्यही 350मा दिएको छ नर्मल नयाँको त 400 ओभर पर्छ त्यही भएर त्यही लिन जाँदैछु अहिले यहाँबाट कति त्यही 12-15 मिनट लाग्छ भनेको छ त्यो जान्छु एउटा केटीले बेच्नु गएको रहेछ अनि त्यहाँ गएर यसो हेर्छु त्यो वारेन्टी सबै कार्डहरू पनि रहेछ त्यो जस्तो फोटोमा उयसमा हेर्दा चाहिँ अनि त्यो गरेर गर्छु नि त्यसपछि हुन्छ ओरिजिनल भ्लग भनेको किनभने हिजोदेखि मलाई नि खास यो भ्लग बनाउनु खास रमाइलो नि मजा नि लागेको थिएन फोनबाट बजाउँदाखेरि त्यस्तो भ्लग बनाएको जस्तो लागेको थिएन भन्नै पर्दाखेरि चाहिँ किनभने अलिकति उयो भइरहेको थियो ठ्याक्क हामी चाहिँ यो ठ्याक्क ट्राम त्यो गोप्रो लिने त्यो ठाउँमा पुग्न लाग्यो त्यो फेरि त्यो केटीलाई मैले सेन्टरमा आइज भने फेरि बच्चा छ एक्लै छु कोही पनि छैन बच्चालाई हेर्ने भनेर इधर मात्रै ल ठिकै छ म आउँछु त्यहाँ बस भनेर अनि त्यसपछि आएको यहाँ आउँदा यहाँहरूको फेरि त्यहाँबाट ट्रेन दियो ट्रेनबाट यो ट्राम चेन्ज गर्नुपर्ने रहेछ ट्राम चाहिँ के यस्तो छ यो यहाँको ठ्याक्क हिँड्दै जाँदाखेरि त्यो गोप्रो लिने ठाउँमा ठ्याक्क एउटा गर्मी जस्तो नि भयो एउटा के चिसो खाएर जाउँ भने अनि यहाँ चाहिँ मैले एउटा के देखेँ भन्दाखेरि यत्रो खाले बेर कसरी पनि देखेको पनि छैन होला क्या यस्तो ठुलो साइजको बेर छ कि कति 2 लिटर 300 ml को बेर छ यार यसको जम्मा कति 1.5 युरो यो जहाँसम्म लाग्छ मैले अहिलेसम्म ट्राभल गरेको कन्ट्रीहरूमा सबैभन्दा सस्तो बेर पाउने देश यो बुल्गेरियामा नै हो किन भन्दाखेरि यो बेर 1.95 मा मैले अहिलेसम्म देखेकै पनि थिएन 2300 ml को यार अनि लगभग सबै त्यस्तै टुबोल्ट पनि रहेछ टुबोल्टको नै त्यस्तै 1.43 भनेपछि त्यही नेपाली 180 जस्तो पऱ्यो होला 180 90 200 मा 1 लिटर होला तर पुरै क्यान प्लास्टिकको बोतलमा छ प्लास्टिक बोतलमा बेर छ यार यसरी राखेको रहेछ प्लास्टिकको बोतलमा तर म यो खाँदिनँ अहिले म के खान्छु भन्दाखेरि म यो यही बेरै खान्छु यहाँको बुल्गेरियन बेरै खान्छु म यही खानु बुल्गेरियन नै होला जस्तो यही खानु पऱ्यो यसको कति भन्दाखेरि यसको 2 रहेछ यसको चाहिँ फेरि 2 युरो रहेछ किन है यो चाहिँ अलिक महँगो रहेछ बेर योले यसको चाहिँ कति मलाई जम्मा 1 युरो रहेछ 2 लेबा भनेर 1 युरो रहेछ तर त्यो मैले यहाँ चाहिँ फेरि क्यास एक्सेप्ट नगर्ने रहेछ अनि मैले कार्डबाट पेमेन्ट गर्न लागेँ पर्दैन क्यास यतिकै लैजाँदा हुन्छ भनेर भनेको नि यो मैले के नोटिस गरेँ भने एकदमै केटा नि एउटा राम्रो खाले केटा थियो बिचरा अलिकति खाएर बसे जस्तो रहेछ त्यो पनि अनि के नोटिस गरेँ भन्दाखेरि बुल्गेरियामा चाहिँ यो अलिकति कार्ड चाहिँ हत्तपत्त एक्सेप्ट धेरै ठाउँमा गर्दैन रहेछ यिनीहरूले क्यास नै प्रिफर गर्दो रहेछ भनौँ न एउटा हिसाबले अब यिनीहरूको बिजनेसको लागि पनि ठिकै हो किन भन्दाखेरि यो कार्ड युज गऱ्यो भने यिनीहरूले ट्याक्सहरू दिनुपर्ने अलिकति केही गभर्मेन्टलाई अब बिजनेसको त्यो स्टेटमेन्ट देखाउनु पर्ने भएर नि होला यिनीहरू धेरै ठाउँमा चाहिँ क्यास नै प्रिफर गर्ने रहेछ तर त्यसले चाहिँ यतिकै दिएर पठायो मलाई त्यो बुल्गेरियन बेर खाँदै हिँडौँ अब भर्खरै म चाहिँ यो क्यामेरा लिएर आएँ कति 350 युरो ल्याएको थिएँ अब जस वारेन्टी भनेर खै अब त्यो ल्याङ्ग्वेज पनि खासै नबोल्ने रहेछ त्यो लास्टमा त केटा पो आयो एउटा केटा त्यस्तै खाले आएको थियो जस क्यामेरा ल्याएको छ अब भोलिबाट भ्लगिङ सुरु हुन्छ मेरो फेरि पुरानै पारामा मेरो गोप्रोबाट हुन्छ नयाँ गोप्रोबाट अब कतिको के जेन्युन हो के हो अब जस लिएर आएको छ जस अब ढुक्क भएर चलाउने भोलिबाट नयाँ गोप्रोबाट फेरि गोप्रोबाट ओरिजिनल भ्लग आउँछ त्यही भएर सबैजनालाई अब तनाव लिनु पर्दैन मेरो गोप्रोबाटै आउँछ फोनबाट आउँदैन अब यहाँबाट हामी जाँदैछौँ सोफा सिटी सेन्टर त्यहाँ गएर केही कुनै रेस्टुरेन्टमा गएर केही खान्छौँ होला त्यहाँ खानेकुरा केही खान जान्छ हामी अनि त्यसपछि हेरौँला के कस्तो छ सोफियाको नाइट लाइफ गाडी त कसम चलाउने हो है यिनीहरूले यार एकदमै खतरा तरिकाले चलाउनु रहेछ यार यो चाहिँ यसमा 80-90 हान्डा छ त्यसको उयो हेऱ्यो भने 50 को मात्र तर यहाँ चाहिँ गाडी चाहिँ मजाले यस गाह्रो चलाउने रहेछ के थियो यार यो ट्याक्सीमा गएको यार यो ट्याक्सीबाट आएको यस्तो बताएको कि कसम भन्दाखेरि 50 को स्पिड छ पुरै 80-90 हानिरहेको छ भने त्यहीमाथि यो सिटी सेन्टर पुग्नकै अलिकति अगाडि यिनीहरूकोमा पक्कै नै अहिले यो स्पिड क्यामेराहरू नभएर नि होला यस्तो बताएको थियो कसम यो अघि नै यो हाम्रो यो टुर गाइड अनि हिजो हाम्रो त्यो होटेलकोतिर नि भन्दा थियो यहाँको ट्याक्सीहरूसँग चाहिँ बाटोतिर हिँड्दाखेरि अनि ठ्याक्क यो ट्याक्सी चढ्दाखेरि चाहिँ अलिक रिक्सै हुनुपर्छ किनभने स्पिडसँग चाहिँ कन्ट्रोल हुनुपर्छ भनेको त्यो चाहिँ हो रहेछ तर अघिको त्यो नेपाली रेस्टुरेन्टको दाइले पनि यहाँ कतिको हो के थाहा छैन यहाँ जस
बुल्गेरियामा जुन चाहिँ जो वर्ल्डको यो सबैभन्दा धेरै एक्सिडेन्ट भएर युरोपमा सबैभन्दा धेरै एक्सिडेन्ट भएर मर्ने रोड एक्सिडेन्ट भएर मर्छ र यहाँ चाहिँ रोड एक्सिडेन्ट हुन्छ भन्थ्यो तर अहिले भर्खरै यो ट्याक्सी राइड गरेपछि हो रहेछ जस्तो लाग्यो